यो फलामको पावर यतिसम्म हुँदो रहेछ नि साथीहरू, पुरा खतरा के। यत्रो वेटी मार्बलहरू यहाँ राखिएको छ, पुरै थामे छ कि। यस्तो खालको फलाम छ कि यो पुरा झ्याङझ्याङ परेको छ कि पुरै। यो जुन लाम्चो खालको तपाईँहरूले डन्डी देख्नु भएको छ, यो तल माथि सार्न मिल्छ। यो पालतिर देख्न सक्नुहुन्छ नि, यो तल माथि सार्न मिल्ने होला हो। यो गाड्ने त कतिसम्म गाडेछ मुनि त्यो थाहा छैन, हेर्दाखेरि यस्तो देखाएको छ। कति गाडिएको छ यो थाहा छैन। यो सबै यस्तै हो, यहाँ पनि राखेको छ। यत्रो मार्बलहरू चाहिँ यहाँ राखेको छ। एउटै मात्रै लगभग 50-52 किलो हुन्छ यो मार्बल। यसमा हेर्ने हो भने लगभग 13-1400 किलो होला। त्यही पनि यति मजाले थामेको छ यहाँ, पुरा खतरा के। फलाम भनेको फलाम हो। फेरि यहाँ चाहिँ कसरी राख्यो भनेर तपाईँलाई जिज्ञासा लाग्न सक्छ हैन। यो जुन प्लेट छ, यसलाई चाहिँ ठ्याक्कै यो गाडीले चाहिँ उठाउने हो। यो गाडीले चाहिँ उठाउने हो। यसलाई चाहिँ फर्कलिफ्ट भन्छ, फर्कलिफ्ट। पुरै मार्बल छ यहाँ चाहिँ। यसले चाहिँ माथिसम्म पनि राख्न सक्छ। यसले चाहिँ पुरा कति किलो होला, कति किलो। यहाँ यही नै 1300-1400 किलो छ भने अनुमान लगाऊँ यहाँ पुरा कतिवटा प्लेट छ। बबाल छ यो चाहिँ। त्यो हेर्ने हो भने साथीहरू, नभए तपाईँ वेट पनि हेर्न सक्नुहुन्छ यहाँनिर। यसको 48 किलो छ एउटै, दुईवटा पिस हुन्छ एउटामा। यस्तो खालको पिस हो, यही हो पिस, 48 किलो यो। त्यसपछि जोइन चाहिँ यसरी छ। यसको भित्रपट्टि चाहिँ यही हो, सानो यहीले अड्काएको मात्रै हो। यो फलाम भनेको फलामै हुँदो रहेछ यार, खतरा छ खतरा। अनि यो चाहिँ अरू ठाउँ यस्तो दामी छ नि, पुरा मार्बल। यो यति महँगो छ नि पुरै। यो देखाएको चाहिँ लगभग तपाईँको पर्छ होला एउटा पिसलाई 200 रिङ्गेट, 200सम्म रिङ्गेट पर्छ होला यो एउटा कार्टुनलाई। दुईवटा पिस हुन्छ, एउटा कार्टुनमा दुईवटा पिस हुन्छ। 200 चाहिँ यसलाई पर्छ। 200 भनेपछि धेरै महँगो हो। यहाँनिर चाहिँ यो कम्पनी यस्तो छ। यहाँ पुरै मार्बल कति हो कति भन्नै गाह्रो छ। यो सब मार्बल पुरा। यसको चाहिँ हरेकको चाहिँ नम्बर हुन्छ। नम्बरले चाहिँ हामीले चिन्ने हो हैन। अनि यहाँ हातले उचाल राख्नु पर्ने हुन्न खासै। यो मेसिनहरू छ, यही फर्कलिफ्टहरू चलाउने। यसमा ट्याक्कै प्लेट राखेको देख्न सक्नुहुन्छ। यसमा ठ्याक्कै कति चाहिएको छ त्यहाँ राख्ने, अनि त्यहाँबाट ओसार पसार गर्न सकिन्छ। यस्तो छ यो चाहिँ। यो कुन नम्बरको मार्बल चाहिँ कहाँ छ भन्ने कुरा चाहिँ त्यो लोकेसनले थाहा हुन्छ। यो चाहिँ होम सेन्टर भनेको छ। यो चाहिँ होम सेन्टर हो। R4-3 देखा छ। यसरी चाहिँ लोकेसनहरू राखेको हुन्छ, लोकेसन त्यहाँबाट चिन्न सकिन्छ। नत्र भने त यो कुन माल कहाँ छ थाहै हुँदैन। यहाँनिर पनि सानो गाडीहरू चाहिँ लरीहरूको लागि। यहाँ पनि सामान सार्न मिल्छ, मिल्न त यसले पनि। मेन गरी हामीले युज गर्ने भनेको चाहिँ यो फर्कलिफ्ट चाहिँ हो। ठुलो हो नि त। एउटा प्लेट हेर्ने हो भने 1400-1500 किलोको हुन्छ यो एउटा प्लेट मात्रै। यसलाई फर्कलिफ्टले लगभग 2-3वटासम्म चाहिँ उठाउन सक्छ। यसले 2 त मजाले उठाउँछ, 3वटा पनि उठाउन सक्छ। 1500 किलो भनेपछि 15 × 45 100 किलोसम्म उठाउँछ।